हेलो साथीभाइ दिदीबहिनी दाजु काका काकीहरूलाई नमस्ते सबैजनालाई इष्टमित्रहरूलाई है। र आज चाहिँ म सानोबडे भ्लग बनाउनु गइरहेको छु हो। यस्तै 15-20 मिनटको हुन्छ होला। तपाईँहरू राम्रोसँगले हेर्नुहोस्। जतिजना पनि नयाँ जोडिनु भएको छ उनीहरूले लाइक सब्सक्राइब गर्नुहोस् है। मेन त सब्सक्राइब गर्नुहोस् न, तपाईँहरूले नयाँ जोडिनु भएकोले सब्सक्राइब गर्नुहोस्, पुरानोले चाहिँ त्यही हो सेयर गर्नुहोस् है मेरो भिडियोलाई। र आज चाहिँ त्यही हो, सानोबडे अब यताउति के हुन्छ तपाईँहरूलाई देखाउँछु है। र हेर्नु होला, इन्जोय गर्नु होला। जो नयाँ जोडिनु भएको छ लाइक सब्सक्राइब गर्नुहोस् होला है। पुरानोहरूलाई चाहिँ म उम्मिद गर्छु कि लाइक गर्नुहुन्छ भनेर चाहिँ म उम्मिद गर्छु हो। अरू त के भन्नु छ र, तपाईँहरू सबैजना एकदम जाति कुशल नै होला है। आज चाहिँ फिलहालमा ड्युटी छुट्टी भएर भ्लग बनाउनु पनि मिल्यो। के गरेको भाइ? यहाँ भाइ चाहिँ हेयर ड्रेसर हो, फिलहालमा कपाल काटिरहेको छ। गरममा चाहिँ कपाल काट्नु चाहिँ साह्रै पिरो नाङ्गेहरू काटेको पासिएर पाक्रा जस्तो भइसक्यो। मलाई के भन्नु छ? सिलगढी चाहिँ आगो गोला अरे नि त होइन? फिलहालमा हाम्रो भाइ चाहिँ यस्तो कन्डिसनमा चाहिँ हालत खराब छ गरमले सिलगढीमा। अरू गाइस के गर्दैछ? सराउन्डिङ हेऱ्यो, एकजना परिचय गरिदियो त। उसलाई पनि सब्सक्राइब गरिदिनु है, उसको च्यानल पनि छ, भर्खर नयाँ खोलेको। मेरो चाहिँ जे होस् पुरानै हो, तर पनि मेरोमा सब्सक्राइबर छैन हो। उसले चाहिँ फिलहालमा सलोनी माझी हो, म उयो गर्छु, ट्याग गर्छु है। सबैजना प्रायः होइन, मेरोमा चिनेकै छ नि त हो। हाम्रो बहिनी यहाँ भात खाँदैछ कि चाहिँ मेरो लाइक देखाउँदैन। के हुन्छ के हुन्छ? हेलो नवराज, के छ आजको दिन? के भयो? अर्को भ्लगर भन्छ नि यहाँ युट्युबर ऊ काम गर्दैछ बिचरा। ल त गाइस, बातमा भेटौँ है, अहिले एकछिनमा भेटौँ। फिलहालमा अब चाहिँ म कपाल काट्नु छ हो। यहाँ साथीले पनि केएफसी टोक्दिँदै रहेछ नि त। हेलो ब्रदर, के छ खबर? एकदम ठिक छ है होइन? तँ एक दुईवटा भन्दैन नि त मेरो च्यानलमा के भन्छ? यो विपेन दाईको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् हो, लाइक सपोर्ट गरिदिनुहोस्। यति भए केही चाहिएन। मेरो साथीहरू चाहिँ सपोर्ट गर्ने होइन, तपाईँहरू पनि सपोर्ट गर्नुहोस्। बाई बाई, अहिले भेटौँ। लो गाइस, हामी चाहिँ निस्किसकेको छ है। र किनकि हतारमा थिएँ होइन, नुहाइधुवाइ गरेर फ्रेस भएर कपाल पनि काट्नु भएन हो। त्यो अगाडिको भिडियो चाहिँ बनाइनँ मैले। र डाइरेक्ट अब एकदम ड्रेसेस लगाएर होइन, के अरे नराज जान्छ त्यही हो। गाइस ड्रेसेस लगाएर टक्कै लुगा लगाएर निस्केको मात्रै हो, भिडियो बनाएँ हो। यहाँका साथीहरू पनि छ। यसोस् पान्टु, खोइ नराजलाई बोलाउ न। नराज लु, उनीहरू पनि आउँदैछ। यहाँ के गर्दैछ? लुगा पनि नफेरिरहेछ। घुम्नु जानु आँटेको खासमा चाहिँ हामी। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। चिया बनाउने होइन? चिया बनाउँछ कि बनाउँदैनौ? दिस इज गाइस। ल एकछिनमा भेटौँ ल, 2 सेकेन्डमा। र हामी चाहिँ फिलहालमा साथीको रुमदेखि पनि निस्किसकेको छ है। र हामी चाहिँ खोला साइड पार्क साइड जाँदैछु। खास चाहिँ भन्दा हामी पार्क घुम्नु जाने भनेर चाहिँ आएको हो, तर के हुन्छ अहिले कहाँसम्म पुग्छ, बाटोले कहाँसम्म पुगाउँछ है। ह्यान्डसम बोयको कपाल देखाउँदैन नि भाइ होइन। जो नयाँ जोडिनु भएको छ, जो नयाँ हेर्नुहुँदैछ है, सब्सक्राइब पनि गर्नु होला।
तपाईँलाई यस्तै अब इन्जोयको लागि है भिडियो लिएर आउने छु अब चाहिँ बिस्तारै बिस्तारै गर्दै भए पनि होइन तर साथीहरू यहीँ छ हेलो भाइ हो कहाँ गएको तिमीहरू भलिबल खेल्ने होइन भलिबल चाहिँ होइन खोला चाहिँ खेल्नुपर्छ पार्क तल आइपुगिसक्यो हो खोइ नौराज हामी चाहिँ पार्क पनि आइपुग्यो है हेलो नौराज साथीको भ्लग्सलाई सबैले सपोर्ट गरिदिनुहोस् सपोर्ट अलवेजले गर्छ सबैजनाले होइन माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ तपाईँहरूले भ्युज ल्याउनुहुन्छ सब्सक्राइब गर्नुहुन्छ होइन पार्क चाहिँ यस्तो छ है गाइस सानोबडे अहिले चाहिँ अब गाडी भएको छ हो अब अलिक पछि नानीहरू छ भलिबल खेल्दै रहेछ सानो सानो नानीहरू है एकछिन भलिबलमा इन्जोय गरिदिउँ अब त त्यहाँनिर चाहिँ तर यस्तो माया लाग्दो छोड्छ है गाईहरू नयाँ साथी पनि आएको चाहिँ फिलहालमा चाहिँ राम लजायो नि अन्त राम के छ हालखबर ठिकै छ हालखबर त होइन आज त कति दिन सबैको स्टाफ एकैचोटि है छुट्टी भएको मजा आउँछ क्या यस्तो टाइमहरूतिर है सब्सक्राइब गर है यसो मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् हाम्रो बेटेन साथीको होइन भर्खर भर्खर नयाँ खोलेको होइन राम्रो छ केटा होइन यसरी तपाईँहरूले पनि मद्दत गरिदिनु भयो भने आउँदै दिनमा नाम कमाउने हुन्छ होइन फेमस हुन्छ यत्तिकै खोला त सबै सुकिसकेको पो रहेछ त है अनि पहिला कस्तो थियो खोला है अहिले खोला खेल्ने लायकको छैन छ नि खोला चाहिँ यस्तो भइरहेको छ है एकदम चिल्लो यहाँ चाहिँ मन्दिर पनि छ सानोबडे यो चाहिँ बर पिपल भन्छ ऊपर चाहिँ मन्दिर छ हो यो चाहिँ बर पिपलको भलिबल को खेल्ने भलिबल चाहिँ जसले खेल म भिडियो गर्छु भलिबल खेल्ने अरे केटाहरू चाहिँ म पनि खेल्छु अब एकछिन भिडियो गरेर है क्यामेरा राखेर म चाहिँ खेलिसकेँ है पुरा थाक्दो रहेछ खेल्दाखेरि बानी हट्दैछ पहिल्यै स्कुल टाइममा खेलेको हो त्यतिकै बानीहरू हटिँदो रहेछ स्कुल टाइममा त फुटबलहरू पनि खेलेको क्रिकेट खेलेको एउटा क्लब थियो हाम्रो हो क्लबमा हामी खेल्थ्यौँ इन्जोयको लागि है बच्चा थियो हामी 7, 8, 9 पढ्दाखेरि खेल्थ्यौँ हो तपाईँहरू पनि खेल्नु भएको होला इन्जोय गर्नु भएको होला यसमा एक टाइममा मजा आउँछ होइन केटाहरू चाहिँ अहिलेसम्म खेल्दैछ अब खेलेर चाहिँ हामी निस्किने भनेको यहाँनिर चाहिँ बाख्रा गाईहरू चराउँदो रहेछ के यस्तो दामी बाख्रा गाईहरू हुन्छ यहाँको चाहिँ सबै हरियो घाँस खाएको अझ ल बुई खेद्दै पो रहेछ यहाँ बाख्रा पनि छ है बाख्रा उसको बाँधेर राखेको होला केटाहरू खेल्दैछ यहाँनिर होइन इन्जोय गर्दैछ दामी छ तर एक प्रकारको यो चाहिँ यहाँको हरियो परियोहरू छ नि त अन्त साथी खेल्यौ गल्यो गल्यो नि कति थाक्दो आदतै रहेछ छैन खेल्नु हो यस्तोहरू गोलीहरू भएको स्कुल टाइममा खेलेनौ
स्कुल टाइम यस्तो खेलेन हामी गोली मात्रै खेल्यौँ गोली बाइक अरू केही जान्दैन त्यही हो सबैजना है स्कुल टाइममा त प्रायः भलिबलहरू खेल्दैन त है प्रायः जस्तो खेल्दैन हामी कोही कोही बेला खेलेको के सिजन टाइममा खेल्थ्यौँ हो यति त खेलेको नि हाम्रो केटाहरूले नि खेलेको नि भुइँमा झार्दै भयो जाँदै हो नि खेलेको नि खै हामी चाहिँ भलिबल फुटबल सबै भएर चाहिँ अब निस्केको है खोलातिर लागेको तोरीबारीतिर तोरीबारी त भन्दा चाहिँ अब तोरीबारी जाने होइन उता खोलासम्म जाने हो होइन साथीहरूलाई सोध्छु म भलिबलको अनुभव चाहिँ कस्तो भयो के चाहिँ भलिबलको अनुभव कस्तो भयो प्रितम यता हेरेर भन न उता हेरेर कहाँ भन्छ कति वर्षै बाद खेलेको दामी लाग्यो मलाई नरसलाई कस्तो भयो कोही बेला खेल्दाखेरि मजा आउँछ इन्जोयको लागि है बर क्या दामी यहाँनिर भुटको मुभी यस्तो देख्छ केटाहरू चाहिँ थाकेर हिँडिरहेको छ यहाँनिर यहाँ चाहिँ तर पिपलको बोटहरू चाहिँ पुरा रहेछ है पिपलको बोटहरू पुरा रहेछ यो साइड चाहिँ खोला पर्छ हो हामी चाहिँ यहाँ तेर्सोमा छु खोला पुग्ने भन्छ केटाहरू कहिले पुग्छ खोला हेर्दै जाउँ पुग्यो भने तपाईँहरूलाई म देखाउने छु होइन यतिकै घुमे भने त देखाउँदिनँ त्यति हो तपाईँहरूलाई म एउटै रिक्वेस्ट गर्छु है लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला तपाईँहरूले है यति म तपाईँहरूलाई रिक्वेस्ट गर्छु होइन बस्तीका नाम के है विवेकानन्द नगर विवेकानन्द के अरे यहाँको नाम विवेकानन्द नगर विवेकानन्द आयो भने चाहिँ डनलाई भेट्छ यहाँनिर म एउटा मुभी बनाएँ भने चाहिँ काकुलाई पक्का भिलेनको लागि लान्छु हो यहाँनिर खतरा भिलेन गर्छ काकुले म त नेपाली कुरा गर्छ म त नेपाली अलिअलि सक्छ कुरा फर्काउन सक्दैन सिकिहाल्छ नि तर सिकिहाल्छ नेपाली सिक्यो भने जो हामीसँग सिक्दै हिँड्नु होला ठिकै छ ठिकै छ सिक्छ बिस्तारै बिस्तारै है हामीले पनि त बङ्गला बोल्नु सक्दैन कम्ती मात्रामा बोल्छ हामी पनि बङ्गला त्यस्तै हो तर त्यति हो ल्याङ्ग्वेजमाथि चाहिँ हात ठहराउनु चाहिँ हुँदैन कसले पनि हो अस्ति मलाई एकजना बेगामा आएको थियो बेगामा उस दिन मेरे ऊपर लैंग्वेज में हाथ खड़ा किया ना एक कस्टमर इसीलिए बोल रहा हूँ लैंग्वेज माथि हात चाहिँ ठहराउँदैन है अब कोही यो जान्दैन त्यो जान्दैन त्यो सबैजनाको एक एकवटा भगवानले दिएको गिफ्ट हो होइन सबैजना एक एकवटा बोल्छ बुझ्थ्यो भने तपाईँहरूले पनि कसले पनि ल्याङ्ग्वेजमाथि चाहिँ उङ्ली चाहिँ नठहराओस् आउँदा आउँदा अन्त कति बज्यो एकछिनलाई घरि हेरेछु ल 5 बज्नु आँटिसकेछ आउँदा आउँदा यस्तो दामी चाहिँ हामी हिँड्यो होला सालुगडाको छेउछेउ झन्डैले आइपुगेर हो अझै तोरीबारी गएको भए त 6-7हरू बज्थ्यो होला तर हामी तोरीबारी चाहिँ गएन हो यहाँ नजिकको रुमदेखिको नजिकै खोला आयौँ है एकछिन पानी खेल्छौँ अन्त वर्षमा एकपल्ट हिँडाइ हुन्छ हो त्यही भएर वर्षमा एकपल्ट हिँडाइ हुन्छ त्यही भएर 1-2 घन्टा जस्तो त लाग्छ हो हामीलाई 5 हिँडेको चाहिँ आधी घन्टा पनि हुँदैन कि भलिबल खेल्यो आयो त्यहाँबाट चाहिँ हामीलाई लाग्दैछ कि 1 घन्टा 2 घन्टा हिँड्यो होला जस्तो लाग्दैछ फिलहालमा चाहिँ केटाहरू चाहिँ तल पुगिसक्यो हामी चाहिँ फिलहालमा यहाँ छु ऊ तल केटाहरू बबाल मौसम छ दामी छ दामी हरियाली घाम पनि गइसकेको यस्तै छ यहाँ यस्तै हो यहाँको मौसम त तर शीतल छ आज चाहिँ हो हामी निस्केर होला शीतल भइरहेको छ तपाईँहरू पनि आउनुहोस् है यहाँनिर सिलगढीमा छ भने चाहिँ यो खोलाहरू खेल्नु चाहिँ गरममा त शीतल हुन्छ कामको रोशनी यहाँ चाहिँ वाउ भेरी नाइस जाउँ न ओह्रालो गइरहेछ म त खेल्दिनँ गाइस खोला जान्दिनँ त हो जानु त जान्छु तपाईँहरूलाई देखाउनु लागि त जान्छु हो गुन्डा देखेँ है चस्मा लाउँदा त बस लाउँदिनँ हो दामी छ दामी दामी वाउ स्विमिङ खेल्नु लायकको छ है खोला चाहिँ केटाहरू चाहिँ पसिसक्यो म मात्रै यहाँबाट भिडियो गरेको यस पान्तु
फोटो खिच्दैछ साथीहरू चाहिँ है आधी उपर छ बिचरा बुढो पनि आउँदै रहेछ बुढोलाई पनि जाउँ भनेर सिनेर ल्याएको हो चाहिँ हामीसँग माथि जब गर्छ बेगामा यस्तै छ सिलगढीको मौसम है कहिले घाम कहिले पानी कहिले गरम अहिले चाहिँ फिलहालमा यस्तो सिजन भइरहेको छ है उल्टापाल्टा आज चाहिँ स्ट्राइकले गर्दाखेरि यसो सबैजनाको ड्युटी पनि छुट्टी मिलेको थियो हो त्यही भएर चाहिँ आज हामी यसो घुम्न आएको रुम हाम्रो यहाँबाट जस्तै आधी घन्टा जस्तो लाग्छ ल तपाईँलाई म तल गएर देखाउँछु ल हामी यहाँबाट चाहिँ पार हुन्छ उता के स्विमिङ खेल्नु लायकको रहेछ तर यहाँ चाहिँ जे होस् अलिक पर छैन अम्बो वाउ जे होस् दामी छ फुल जुम गरौँ यो चाहिँ तपाईँको निस्किँदै गरेको घाम हो हामी चाहिँ पस्यौँ भित्र है यहाँ खोलामा गहिरो रहेछ ठिकैको गहिरो रहेछ त्यस्तो गहिरो पनि छैन रहेछ पार हुने उता हो म पार हुँदिनँ ल म यहीँ बस्दै गर्छु ल म पार हुँदिनँ म यहीँ बस्दै गर्छु अहिले फोन डुब्यो भने फेरि जाउँ तिमीहरू गइकन आऊ न बिचमा हेर्नु चाहिँ यस्तो छ पानी सङ्गिलो छ है माथिबाट अलिक मैला देख्दो रहेछ दामी छ दामी रहेछ हौ खोला है यो गाइस आज यहाँसम्म पनि आइपुग्यो हामी है अबुई दलदलले पानी रहेछ यहाँनिर बलुवा रहेछ होस् हुन्छ केही पनि हुँदैन यहाँ चाहिँ तीन तर्फबाट गहिरो रहेछ खोला जे होस् स्विमिङ खेल्नु लायकको चाहिँ रहेछ है गाइस यहाँबाट चाहिँ बलुवाहरू पनि लोड गर्छ आउनु होला तपाईँहरू पनि स्विमिङ खेल्नु है म सिकाउँछु आफू त जान्दैन कसरी सिकाउनु जाऊ न म आउँछु के भएछ अरे एजेलाई टोइलेट आएर फिलहालमा के अरे एजे दामी आउँदो रहेछ हामी गाउँतिर चाहिँ यस्तो बलुवाहरू लान्छ यस्तै बलुवाहरू चाहिँ उठाएर लान्छ यहाँ चाहिँ ठेलेर फ्याँक्छ गिटीहरू बलुवाहरू तर हाम्रोतिर चाहिँ यस्तो लान्छ पानीको स्पिड देखाउँछु ल म तपाईँहरूलाई यतिको स्पिडमा त्यसो पानीको स्पिड चाहिँ यतिको छ स्विमिङ खेल्दा पनि मजा आउँछ टुपी त लुगा खोला स्विमिङ खेला सानो भयो नि त खोला सानो भइदिएको तिमीलाई कत्रो चाहिन्छ यहाँ उभिएर भन न तिमीलाई कत्रो चाहिन्छ खोला हो डिमान्ड चाहिँ यहाँसम्म छ केटाहरूको खेल्नु चाहिँ सक्दैन कोही पनि डिमान्ड चाहिँ यहाँसम्म चाहियो अरे खोला आफूले जान्ला जस्तो है खोला खेल्दा म पनि त्यति आउँदैन गाइस खोला खेल्नु चाहिँ है अस्ति एकपल्ट तोरीबारीको घटना डरलाग्दो भएको छ होइन तोरीबारीमा चाहिँ हामी घुम्नु गएको थियौँ घुम्नु जाँदाखेरि चाहिँ यसरी नै खोला तर्दै थियो होइन खोला तर्दाखेरि चाहिँ मलाई चक्कर एक्कासी चक्कर आएको थियो खोलामा तर्दाखेरि चाहिँ कहिले पनि घोप्टो हेरेर चाहिँ तर्नु हुँदैन चक्कर आउँछ एकदम सिधा हेरेर चाहिँ तपाईँ तर्नुहोस् तब चाहिँ चक्कर आउँदैन मलाई त छिटो चक्कर आउँछ किनकि त्यो पानीको जो लेयर बगेको हुन्छ नि त्यसले गर्दाखेरि छिटो चक्कर आउँछ मलाई चाहिँ त्यसो त हामी बच्चा टाइममा खेल्थ्यौँ है ढुङ्गा फ्याँक्ने टुर्नामेन्ट हुँदैछ कसले कति ड्रप हुने कति ड्रप लगाउने भन्ने हुन्थ्यो हो अहिले चाहिँ यिनीहरू खेल्दैछ स्विमिङमा खेल्ने तिमीहरू स्विमिङमा खेल्ने राम कति ड्रप हान्यो लास्ट चारटा चारटा एउटा हेर्छु ल गाइस लु कति हुन्छ होला
दुई ड्रप लुलु पान्तु आना पान्तु एजेको 3 ड्रप पितमको 4-5 ड्रप पान्तुको 2 ड्रप यसमा चाहिँ पितमले जितेको छ है गाइसहरु एक्सनमा छ नि यहाँनिर बुढो बुढो कति ड्रप म मात्रै 1 ड्रप पनि हाल्नु पाएको छैन हाल्ने कस्तो शान्तिन हाल्ने भन्न न यो गाइस इन्जोय गर्नुहोस् तपाईहरु मेरो भिडियोमा खेल्नु नयाँ त पनि लाइक गर्नुहोस् शेयर गर्नुहोस् सब्स्क्राइब गर्नुहोस् जो नयाँ जुडिनु भएको छ उनीहरुले सब्स्क्राइब गरेर जानु होला बिना सब्स्क्राइब नजानु होला यसो आफ्नो दाजुभाइलाई सपोर्ट गर्नुस् होला है म चाहिँ तपाईहरुलाई बारबार यही मात्रै भन्छु किनकि यो मेरो यसमा त अब युट्युबमा हालेर सेकेन्ड भिडियो नै हो फर्स्ट भिडियो उयसको छ के अरे पुच्का च्यालेन्जको छ सेकेन्ड भिडियो अब यसको छ हो यो गर्दै अरू भिडियो डिलिट गर्दै किनकि सपोर्टको जरुरत छ अब तपाईहरु सपोर्ट गर्नुहोस् मलाई हैन तपाईहरु पनि आउनुहोस् यहाँनिर स्विमिङ खेल्नु यस्तो दामी पानी छ भेरी नाइस ब्युटिफुल नौरा स्लोमो हानेर स्लोमो भन्दैछ ल गाइस अहिले म जाने बेलामा भेट्छु है एकछिन पानीको इन्जोय लिन्छु म पनि तपाईहरुलाई म एउटा सानो चिज पनि देखाउँछु है मैले खास चाहिँ म अब भ्लग नगरौँ डाइरेक्ट पानी खेल्दै खेल्दै जान्छु भनेर सोचेको थिएँ हैन तपाईहरुलाई सानोबाट देखाउँछु यहाँ चाहिँ माछा मार्दै रहेछ क्या यो खोलामा चाहिँ माछाहरू पनि पर्दो रहेछ हैन अङ्कलहरूले मार्दैछ माछा अलिक गहिरो रहेछ नि त खोला चाहिँ परको हेरि निकै गहिरो रहेछ यो पर यस्तो दामीले मार्दैछ करेन्ट हालेको छ यहाँनिर चाहिँ माछा मार्नु गयो हामी पनि वो माछा त कौन सा माछा है अंकल ये हेर न कुन चाहिँ माछा हो मेरो नि यो चाहिँ बुइली हेर्यो यस्तो माछा किलो छ त यो त है बुई यो त गयो गाइस कोकोलाई माछा मन पर्छ आउनुस् है खानु हेर न भुइँ हेर यो जो आइस रहेछ नि त है यो चाहिँ छ है डराइ जिउँदै माछाहरू अब यो चाहिँ खानुपर्छ पकाएर म त खादिनँ हो अङ्कलले खान्छ हामी त भिडियो देखाउने मात्रै हो नि पाउँदिन म त थाहै नै पाउँदिनँ यसको सेल पनि पाउँदिनँ होला माछाको दाँतहरू देखाइदिनु न भ्लगमा आउनु दाँत देखाउनु न माछाको मैले अहिलेसम्म जिन्दगीमा देख्छु नि माछाको दाँत यो चाहिँ खतरनाक यो चाहिँ हाम्रो यो भाग चाहिँ लु आयो आयो अम्मा लु एकपल्टमा यति पर्छ माछा यो हो नि त माछा मारे चाहिँ दामी छ यो चाहिँ टेक्निकहरू बैटरी वाला रहेछ यो त माछा मार्ने ठीक छ धन्यवाद भयो लोग को दिखाने के लिए का माछा ऐसे भी होता है माछा मार्नु माछा को कोलाई मन पर्छ आउनु चाहिँ माछा मार्नु चाहिँ भोलिदेखि त ड्युटी नगरेर माछा मार्नु पो हम भन्दैछु बेच्नु लागि क्या के माछा अरे असला माछा कि भ्यागुते माछा भन्दै रहेछ हौ यहाँकोलाई त गाइस हामी पानीको इन्जोय पनि लिइसक्यो है हामी खेलि पनि सक्यो अब चाहिँ हामी घर वापस जानेछौँ हैन तपाईँ डाइरेक्ट अब चाहिँ तपाईँहरूले देख्नुहुन्छ रुममा हो रुममा गएर ओके अब तपाईँहरूलाई म लास्ट इन्डिङ भेट्छु त्यहाँबाट अब भिडियो एडिटहरू गर्छु होइन त्यहाँबाट मात्रै यी भिडियो युट्युबमा हाल्छु तपाईँहरू सबैजना हेर्नुहोस् होला लास्ट पानीको इन्जोय हेरिराख्नुहोस् यत्तिकै स्पिडमा छ पानी दामी छ गहिरो छ केटाहरू घुँडा गडा रहेछ भनौँ न 3 फुटहरू चाहिँ रहेछ यो पानी 3 फुट होइन 2 फुटहरू चाहिँ रहेछ बाइ बाइ गाइस तपाईँहरू सबैजनालाई माया छ धेरै धेरै है अब चाहिँ रुममा गएर डाइरेक्ट तपाईँहरूलाई रुममा भेट्छु हेलो गाइस ल आजसम्मको भिडियो चाहिँ अब यहीसम्म थियो होला है तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो लाइक गर्नुहोस् सब्स्क्राइब गर्नुहोस् है जो नयाँ जोडिनु भएको छ सब्स्क्राइब गर्नुहोस् ओके गाइस बाइ बाइ